एउटा डमीसँग भोट मागिरहनु भएको छ तपाईँ। त्यो डमीसँग भोट मागिरहेको भिडियो त ग्लोबल्ली भाइरल छ। त्यो भिडियो चटकेहरूको चटकेर, रासोपाका चटकेहरूको चटकेर भनेर अर्को पार्टीलाई इलेक्सनको मार्केटिङ गर्ने सामग्री तपाईँ आफैले उपलब्ध गराइदिनु भएको छ। के हो त्यो चाहिँ? के गर्नुभएको? डमीसँग भोट माग्नु भएको हो? त्यो म चाहिँ के भन्न चाहन्छु भने त्यो चेतनाको कमी भएको भनेर भन्छु म। किन भन्छु भन्दाखेरि यति पनि विवेक प्रयोग गर्नु नसक्ने व्यक्तिहरूले कमेन्ट गर्नु यो राम्रो होइन। जहाँ एउटा डमीसँग भोट माग्दै गर्दाखेरि त्यो डमीसँग मैले तपाईँको हात मिलाउँदै गर्दाखेरि, हात मिलाएको देख्दै गर्दा डमी थाहा छैन र मलाई डमी थाहा हुँदैन र कालो चस्मा त्यति अन्धा हुन्छ र तपाईँको डमी नदेख्ने होइन। र यो किन पनि गरेको भने म बार प्रश्न पनि सकेको छु होइन। उहाँहरूले तपाईँलाई चुनावी अभियान बनाउने अभियस नै थियो, किनभने उहाँलाई जसरी पनि शक्तिमा पुग्नु छ, सत्तामा पुग्नु छ, राज गर्नु छ होइन, पैसा कमाउनु छ। थियो चाहिँ के त? त्यो के भएको थियो? भन्दैछु तपाईँलाई है।